ल हेर्नुहोस् साथीहरू, आज चाहिँ म यता भाइरल रोडतिर चाहिँ माथि यो चाहिँ गोकर्णतिर हुन्छ। आजको मौसम चाहिँ यस्तो छ है साथीहरू, हेर्नुहोस् है। पानी पनि पर्नातिरको खालको छ, तर यस्तो धुम्म धुम्म गएको गर्मी छ है साथीहरू। यता मासतिर तलतिर चाहिँ खेतहरू पनि छ। यता मासतिर चाहिँ जङ्गल छ है साथीहरू। यो चाहिँ जङ्गल हो मासतिरको चाहिँ। अनि यता तलतिरको चाहिँ यस्तो खालको भ्यू छ है साथीहरू। यो चाहिँ भाइरल रोड है साथीहरू। यताको चाहिँ यो तल तल देखेको चाहिँ साथीहरू, यो चाहिँ धान रोप्नु भएको छ है साथीहरू। यहाँ चाहिँ यो चाहिँ पुरै धान रोप्नु हुँदैछ यो एरिया चाहिँ। उतातिरको चाहिँ यो घरहरू भइगयो, उता रोड, मासतिर चाहिँ जङ्गल राम्रो छ है साथीहरू। यो साइडबाट चाहिँ तारेभिर पनि जान्छ है साथीहरू, हाइकिङको लागि अथवा घुम्नको लागि चाहिँ। यो उता चाहिँ यो चाहिँ तारेभिर साइड पर्छ है साथीहरू। यहाँबाट चाहिँ उता गयो भने चाहिँ यो भाइरल रोड हुँदै उता गयो भने चाहिँ घुम्नको लागि चाहिँ राम्रो ठाउँ छ तारेभिर पनि साथीहरू। हेर्नुहोस् है साथीहरू। र तलतिर चाहिँ मकै पनि छ साथीहरू। आजको काठमाडौँको मौसम चाहिँ यस्तो छ है साथीहरू। माथि गोकर्णतिरको चाहिँ साथीहरू।